कस्तो थियो टुरिस्ट डिलक्स डिलक्स सपनामा पनि सोचेको थिएन एकदम मिठो छ खाजा चाहिँ प्रोभाइडेड बाई हाम्रो बस यो डाब्लु याद आयो याद आयो कि त्यही भएर कसो रहेछ है कुन रे होटल कुन रे होटल लेक भ्यू के अरे खै दाल बसीको मजा के भयो म त बस वेलकम टु पोखरा पोखरेली गान्छलाई म्याम है म्याम खाएको भने होइन तिमीले पनि सर्खाइरहेछ मैले मात्रै यहाँ लेट मी ट्राई इट नाइस मिठो नेपालको ब्ल्याक फरेस्ट आफ्टर 10 years साल पनि दामी देखाएको छ हौ है खाएर मिक्स गरेर खायो सबै मिठो छ ठिकै छ है यहाँ कस्तो लाग्यो पिज्जा हो ट्राई गर के चाहिँ यो ल्याप्रे हेर नि एककालमा भागेर तिमीले काम नगर एउटा त बाहिर झुन्डाउनुपर्छ हामी चाहिँ अब उठ्यौँ ल बाहिर चाहिँ यस्तो छ भ्यू फ्रेस एन्ड कुल I don't know. 4-5 कस्तो मिठो धुम्मै देखिरहेको छ है धुम्म होइन अब त्यो क्लियर चाहिँ छैन जस नयाँ पुग्यौँ हामी नयाँ पुल होइन त यो है यो पुल त कतिवटा भिडियोमा देखाएको छ हौ Alright, this is नयाँ पुल के किनेको हौ सही हो सही लन्च खाने बाटो यस्तै छ हौ मुनि ओह्रालो भाइ यस्तै छ ओह्रालो उता के भन्छ अरे भोलि योभन्दा नराम्रो है काट सुरु भयो ए लट्ठी केयरफुल हुनुपर्ने रहेछ यार यो ढुङ्गामा क्या यस्तो खुट्टा उ भयो नि त गयो त ओह्रालोमा क्या सस्तोमा आइपुग्यो त है अघि कति तिर्यो हामीले 500 होइन 1500मा त्यही भन्नु हजुर त्यो दाइले त महँगोमा पर्छ भन्दै थियो त हामीलाई पुग्छ मेरो हातमा यहाँ के छ हेर त
ए होइन त्यो युट्युबमा हेरेको त्यो So you can sit here. त्यही मान्छे हिँडेर आइरहेछ है मान्छेहरू तलदेखि हिँडेर आइरहेको छ यार This is us. before the hike. Starts. Let's start. सुरु भयो सुरु हुनु भएको छैन मैले लट्ठी के गरिदियो भचाइदियो बिगारिदियो हामी हप्पै खोल्नु आउने रहेछ यो 100 रुपियाँको लट्ठी भेट्टाउँछ होला अहिले है यहाँबाट चाहिँ कोखे डाँडा रहेछ हाम्रो ट्रेक चाहिँ यहाँबाट अब घोरे पानी okay right here घोरे पानी 5.3 kilometer अब यहाँबाट चाहिँ हामी 3 घन्टा लाग्छ होला है 2.5 होइन त अब हाम्रो बिस्तारै छ नि त त्यत्रो हिँडेर सम्राट दाईबाट हिँडेको बाटो त भर्खर पुग्यो भात 2 थाल पकाएर हिँडेछ 1.5 मेरो आधी Let's go. 2 hours यहाँबाट घोरे पानी we're gonna rest for a little bit olive green dog मेरो चाहिँ सेतो र Oh my goodness. कस्तो रमाइलो यार है Nice. I love it. Okay, घोरे पानी left Ullevi right. सही हो सही तिम्रो प्यान्टसँग म्याच भएछ हौ टोपी
Do you mind if I take a video? It's okay. 你们走富人山吗？哦，走啊，走。我们一起来。哦，你们富人山在一起。待会去找阿布。 जान्छ हाम्रो जान्छ कति गरे पानी गरे पनि हामी अहिले 1 hour 30 minutes नाङ्गे ठाटीमा we are at 2430 meter above sea level. Sino? 2430 meter above sea level. 8 hours 30 minutes Hi. Oh. भनेपछि त्यहाँदेखि 7 hours बिस्तारै पुरा ओह्रालो हाम्रो सहयात्रीहरू हुन्छ टनमा रहेछ आज टाइमिङ चाहिँ राम्रो भइदियोस् के छ कस्तो हिँड्ने लाइक बिहानदेखि पानी खानु पर्ला हौ थाक्यो खुट्टा दुखेछ है भोलि हिँड्नु सक्ला 8 घन्टा 9 घन्टा भोलि ज्यादा
के भने माथि आउने पानी चिसो रहेछ maybe half an hour from here जुत्ता त कति छ रे यहाँबाट maybe half an hour है मान्छेहरू आएर चाहिँ रमाइलो भयो कि वाटर ब्रेक पश्चात फेरि एउटा उकालो छ अरे अनि अलमोस्ट 30 to 45 मिनट्समा पुगिन्छ घोरे पानी आइपुग्यो अब There's a welcome gate. Oh, welcome gate. I see it. For त्यहाँ माथि पुल छ Great. त्यहाँ माथि चाहिँ पुन हिल त्यहाँ माथि Welcome to Korepani Pun Hill. Finally, after 3 hours, पुग्यो Korepani. Welcome gate. How do you feel? कहाँ त्यो माथि भोलि अब त्यहाँ माथि जाने हामी God damn. It's gonna be quite a walk. Welcome to Korepani Pun Hill. Check-in point हामीले भर्खर चेक-इन गर्यो सबैले चेक-इन गर्नुपर्ने रहेछ All the tourists are required to check in. He doesn't care. तर खोइ त उयो नै देख्ने हिमाल अलिअलि उयो छ है हो कि होइन अलिपछि सनसेट हुने बेला This is us after 4 hours trek to Korepani Pun Hill. Fresh हुनुपर्छ अब ल हाम्रो रुम चाहिँ यस्तो छ यहाँ अट्याच बाथरुम पनि छ धन्न शावर पनि गर्न पाइयो
With the hot water. Of course. No towel. No towel. No towel, no sabun. shampoo, no sabun. Towel त जुगाड गरिहाल्यो उठाएर ल्याउनु पर्ने थियो कि ल ठिकै छ धन्न स्याम्पू चाहिँ दियो क्या त्यो दाइले यो स्याम्पूको गन्धले म अब ककाएर जिउभरि स्याम्पू लगाएको छ ल जाउँ ल दारीले ज्याकेट लगाएर उठेको छ धन्न नेपालमा छोड्नु भएछ काम लाग्यो है सनी हो त्यहाँ मुनि हामी चाहिँ यहाँ माथि ओइ तिमी बिरामी हुन्छ होला हौ होइन ठिकै छ भोटेको बुढी भोटेको बुढी भोटेले खाइद ल भोटेले नखाने रे गफखाना हो हाम्रो नाइस भ्यू होटल छ यो अनि त्यहाँ चाहिँ अझ सुपर भ्यू अरे नाइस होइन सुपर भ्यू कफीसँग के खाने त बिहानको होटेलको ब्रेकफास्टको मफिनहरू उठाएर ल्याएको कस्तो मिठो अस्तिको बोर्डको मिठो फर्स्ट दिन खाएको यसमा चाहिँ कफीको त्यो छ क्या मिल्की छ खोइ काठमाडौँ काठमाडौँ होइन काठमाडौँबाट हामी धादिङ हुँदै गोर्खा हुँदै लमजुङ हुँदै होइन गोर्खाबाट हामी स्टे म्याग्दी त्यो चाहिँ हाम्रो घोडे पानी ट्रेकको लागि त्यो चाहिँ म्याग्दीमा चाहिँ घोडे पानी ट्रेकको लागि हामी पोखराको हरिचोकदेखि बनटाटीसम्म जाने जिप समातेर घोडे पानी जिपमा नि आज एडभेन्चरै भयो खतरा एडभेन्चर भयो तर हाम्रो राम्रो डिलमा पाएँ होइन तर हामी त्यही कुरेर बस्यो भए 2000मा हामी अझ कुर्नु पर्थ्यो क्या हामी यतिखेर आइपुग्थ्यो थिएन तर हामीले राम्रो डिलमा पाएँ कति लाइक 2000 भनेको 2000 इच भनेको 1500 इच त भयो राम्रो डिलमा पाएँ भाइ पनि फ्रीमा पायो गाइड अन्त भाइ पनि फ्रीमा पायो त्यो चाइनिज केटीलाई सोध्नुपर्छ कुन चाहिँ ठाउँ भनेर के चाहिँ चाइनिज केटीलाई सोध्नुपर्छ कि कुन चाहिँ ठाउँ भनेर कस्तो कुन चाहिँ ठाउँ लाइक उसले भनिरहेको थियो कि कुन चाहिँ ठाउँ भनेर आई जस्ट वान्ट मेक स्योर वेयर शी इज फ्रम मनाङ त्यही अब तातो जुत्ताको हालत त्यस्तो छ अहिले अलिकति हेर्नु लागि भएछ है अघि अलिक टकटकाएर तातो 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 आइरहेछ कपडा सुकाइरहेछ मान्छेहरूको हेलो थुक्पा चिसो चिसो रहेछ यहाँ त थ्याङ्क यू म तातो ल्याइदिनुहोस् न थ्याङ्क यू म चाहिँ हिजो त्यो पोखराको बाटोमा भात मुग्लिङमा गिद्दाको भात खाँदै भात खाने मन छैन दिउँसो खाँदा खायो आदि त्यही भएर हामी इटिङ थुक्पा
चाहिँ भात खाएर चाहिँ कसम तिमीले मैले भन्दा बढी भात खान्छ अस्ति पनि भात खायो अस्ति पनि भात खाएको थियौ मैले भात नखाने बेला त्यो मोमो खाएपछि नारायण दाइको स्याटरडे बेलुका भात खाएको छ ला अनि सन्डे पनि दिउँसो लन्चमा भात खाएको छ सन्डे बेलुका के खायो हिजो भात खाएन ए होइन हिजो त पिज्जा खायो पिज्जा खायो रोड हाउस अनि आज फेरि हिजो आज दिउँसो अघि भात, दिउँसो भात अहिले पनि अनि भात फेरि भात भातै नै भएछ मलाई भातै कस्तो रहेछ तर मिठो छ मिठो छ अघि दिउँसो जस्तो अर्ग्यानिक टेस्ट छ मिठो छ देश थ्याङ्क यू धन्यवाद दाइ काँटा छ होला त्यहाँ पक्नै छ ती काँटा त रहन्छ चम्चा मात्रै रहेछ कस्तो फिल भइरहेको त्यो मान्छेहरू मान्छे कता कता बस्छ मान्छे त्यस्तै छ बसेर यसो तातिर कति न कति चोक गरेर Two degrees Celsius. Is that cold? क्यामेरामा पनि क्याप्चर हुँदो रहेछ मेरोमा त खै देखेँ भिडियोजमा चाहिँ होइन फोटोजमा चाहिँ हो ए मान्छेहरू त आयो त उयो लट्ठी ल्यायो नि त हाम्रो ल्याउ न अहिले चढ्दा र झर्दा चाहिन्छ जाउँ यहीँबाट जानु चाहिँ धन्न सिधा जाउँ ल जाउँ Let's go. Let the walk begin. Eh, and the lights on you, Bushira. Hey. So, let's go. My lights on गरे जाऊ ल let's go. Okay. Now way to Bourne Hill. So welcome get my place army. Welcome to Bourne Hill Gate भनेर खुजुवा पैसा गयो चाहन्छन् ल welcome to Bourne Hill Gate. Let's go. Entrance fee लिइहाल्यो जाउँ यहाँ प्याक भयो क्या ठिक है 2 जना कता आइपुग्यो जाऊ म तिमीलाई को राको जाने कि बस्ने ल हेर न त्यो डाँडाहरू कस्तो मजा दिइरहेको छ है अब उज्यालो नै हुन लाग्यो जुम गरेर We're almost there. हिमाल देख्न थाल्छ कि सनराइज पनि हुन थालेर ओहो हिमाल दामी देख्न थाल्छ कि हो म त्यहाँ माछा बस्छु है यहाँ गेटमा पुग्यो अर्को गेट लागि माथि गएर भेटौँ ल ल
गन्तव्यमा आइपुग्यौँ हामी यता हिमालको रेन्ज Hill Visitor Park area, and we are at 3210. We're at 3210 meter above sea level. That's a यो नदेखिरा मैले कुन हो sunrise त्यहाँबाट हुन लागिरहेछ हो Steady wins the race. Let's go, Steve. Matsaputri, Nilgiri, Annapurna South, Annapurna, Dhalagiri. We made it. Yeah, we made it. आज गाह्रो भयो कहाँबाट आउने चाहिँ कहाँबाट उनकै रातो भइरहेछ त त्यहाँबाट आउँछ कस्तो लागिरहेछ त खुट्टा चाहिँ यस्तो भइरहेछ है होइन हिमालमा हिट गरे क्या केही आएको छैन त सनराइज त्यहाँबाट भइरहेछ भने धौलागिरीमा फर्स्ट सुन्यौ चिनी थोरै हाल ल हामीले ठिकै भन्छ कस्तो भएछ हाम्रो साथीहरू आएछ देखेछ हाई हामी त्यस्तै आइपुग्यो होला 5:45 मा त यहाँ पुग्यौँ कति बज्यो अहिले 6 बढी भइसक्यो नि 4:40 तिर हिँड्यो हामी त आधीबाट पुगेको Like when we go to Tarapani later after breakfast, we're walking this way.
And that is called Kapledara. The name of the place. And then there we see the view, mountain view. We have to go across the hill and then. Oh, ayo. Okay, yeah. Is this your first? Wow. Finally. कस्तो भइरहेछ यता हेर त Lucky भयो त अन्त अँ कस्तो चिया मिठो छ जाडोमा तातो छ कस्तो भइरहेछ नि ठिकै छ सफर ओराले त्यो भाइले भनेको थियो चाँडो चाहिँ निस्किनुपर्छ उता हेर त कुन हिल हेरेर हिमालको रेन्ज हेरेर फर्किँदैछौँ हामी कति बेर बस्यो लाइक हामी 5:45 मा पुग्यौँ पुग्यो 7 मा हिँड्यो 37 भयो 7 पनि भएको छैन 6:55 I mean it's like 7 almost घन्टा जति बस्यो 1.5 hour जति बस्यो मैले तिमीलाई अघि ओइ कति बजी भने बिचारा एउटा दाइले सात बोलाएर अघि एउटा रेन्जमा चाहिँ देखाएको थियो अर्को मुनि आएछ होइन यहाँ दामी देख्नु रहेछ नि यहाँ भाइ होटेल नाइस भ्यू कता हो थ्याङ्क यू नाइस भ्यू ब्रेकफास्ट इन्जोय गर्छौँ अब आएर 8-9 घन्टा हिँड्नुपर्छ यो पछि हामी कता हो डेस्टिनेसन टाढा पानी हाल्यो न 5 hours हाम्रो 14 hours को त्यही सरी 14 किलोमिटर यहाँदेखि हाम्रो अब अर्को स्टप चाहिँ तारापानी हुन्छ तारापानी चाहिँ 5 hours वक अनि त्यसपछि तारापानीबाट 3 घन्टा ट्रेक गरेर त्यहाँबाट पुग्छौँ हामी है त Puppy Whoppy. He's hungry. Puppy Whoppy. Puppy Whoppy is hungry. He's a good puppy. Puppy Whoppy. Puppy Whoppy. Come on. This is sweetheart. Good job, Puppy Whoppy. Marco, Marco. Spaghetti. Spaghetti, I'm having the same thing. Okay, look.
चेकआउट गर्नुपर्छ 9 घण्टाको यात्रा छ लेट्स गो टाढा पानी हो दाइहरू घान्द्रो कि टाढा पानी टाढा पानी पहिलो अनि घाम्रो ए तपाईहरु डाइरेक्ट घाम्रो हजुर बिस्तारै हजुर हिँड सुरु भयो चाहिँ हो भनेदेखि अन्नपूर्ण साउथ यताबाट धौलागिरी पनि देख्ने रहेछ वाउ उकालो कति छ दाइ अझै उकालो कति छ आधी घन्टा त्यसपछि त ओह्रालै ओह्रालो होला नि त्यस्तै हिलटप थापा हिल आउँछ थाप्ला हेर्नु त्यहाँबाट अलिअलि त्यस्तो गरेर जान्छ सिटमा के बस्नु पर्छ कति शीतल हावा आएर आनन्द भयो कतिमा छ हामी वेलकम टु थाप्ला डाँडा पियर कति 3165 मिटर हाई हामी त लास्टै दिन आइसक्यो कहाँ可以了，可以了，再过来一点。 Itu tuh Hah? लाली गुराँस पनि रहेछ कता हो दाइ यात्रा तपाईको घोडे पानी ल बिस्तारै लाग्नुस् है घोडे पानी ओ माय गॉड हो नि ता घोडे पानीसम्मको यात्रा हो न आरामले लाग्नुस् हजुर यहाँबाट घान्दु कति टाढा दाइ
लाग्छ 6-7 घन्टा 6-7 घन्टा लाग्छ है ए र पुग्छ उकालो छैन त्यही एउटा उकालो ओह्रालो उकालो आरामले पुग्छ हुन्छ हस् त दाइ अहिले ठ्याक्कै 11:05 घोडे पानीसम्मको यात्रा हो त है way to टाढा पानी टाढा पानी हुँदै घान्द्रुक पुगिन्छ आज अबको 1.5-2.5 घन्टामा पुग्छ भन्छन् त्यहाँबाट 3 घन्टा घान्द्रुक ल होस् गरेर हिँडिरहेको छु कसले भने बाटो त खतरा रहेछ त अझै तल यार गराइ यस्तो तल खाने ठाउँ छ कि छैन भाइ ए 1 घन्टा लाग्छ बिस्तारै बिस्तारै भनेको मैले त बिस्तारै ए कहाँसम्मको यात्रा घोरे पानी ल बिस्तारै लाग्नुहोस् घान्द्रुक कति टाइममा पुगिन्छ होला घान्द्रुक चाहिँ अलिक टाढै हुन्छ किनभने त्यहाँबाट तलसम्म अलिक 1.5 घन्टा मुनि पुग्नुपर्छ अनि त्यहाँ 1 घन्टा चाहिँ उता दिनुपर्छ के ए त्यहाँ बसी 3 घन्टा लाग्छ है 2 घन्टा भनौँ न 2 घन्टा पुगिन्छ तर आज पुग्न त पुग्छ माथि घामको माथि बस्नु लोनी बनाउने के भन्नुभयो लोन्ली प्लानेट लोन्ली प्लानेट सुरुमा आउँछ ए शान्त ठाउँ छ क्या भ्यू ए ए हुन्छ हुन्छ हस् त धन्यवाद लोन्ली प्लानेटबाट चाहिँ आई थिङ्क उहाँले भनेअनुसार घान्द्रुकको स्टार्टिङ पोइन्टमा चाहिँ लोन्ली प्लानेट भन्ने ठाउँ छ
त्यहीँ बस्नु भनेर रेकमेन्ड गरिरहेछ भ्यूहरू पनि देखिन्छ अरे तर हामीले भनेको कटेज चाहिँ कतातिर हो त्यो चाहिँ थाहा भएन सो हेरौँ पुल आइपुग्यो अब बजार आइपुग्छ कि ल यहाँ गाई बस्तु पनि रहेछ गाउँघरको बासना पनि आइरहेछ धुवा अब चाहिँ बजार आइपुगे जस्तो लाग्यो ल फाइनली आइपुग्यो हामी खाना खानुलाई अब चाहिँ खाना खानुपर्छ ओह माय गॉड गाई बस्तु देखियो नभन्दै गाउँ पनि आइपुग्यो अब खाना खानुपर्छ भोक पनि लाग्यो जस्तो भयो के ठाउँ होला यो चाहिँ चाउमिन खाइसक्यो मेरो गाउँ भाइब चाहिने हो बिहार जस्तो छ त्यहाँ चोपी चोपी खाएर चाहिँ त्यहाँ अघि एउटा किरा हार्ने डिस्टार केही छैन अघि बाटोमा आउँदा यो मलाई यस्तो पहाड देखेर डर लागेको थियो भरे बिचमा यहाँ पो ल हामी ठ्याक्कै 3:45 टाढा पानीबाट घान्द्रुक हिँड्यौँ है त अब कति बजे पुग्ने रहेछ हेरौँ 6:30 चाँडोमा 6:30 ढिलोमा 7 पुग्छ कि Hello. नमस्ते दाइ कति घन्टा लाग्छ होला घान्द्रुक पुग्नलाई गान्तोक हजुरहरू 1 घन्टा भन्नाले 1.5 घन्टा हामी पोखराबाटै हो फेरि हामी गान्तोकसम्म गाडीमा आएको हो ए घान्द्रुकदेखि हिँडेर आउनु भयो अहिले गान्तोकबाट हिँडेर भनेपछि हाम्रो 1.5 घन्टामा पुग्छ पुगिन्छ त्यो विकासडाँड भन्ने ठाउँसम्म चलेको थियो ए हस् त ए तपाईँलाई पनि के हो दाइले 1.5 घन्टै लगाइदिनु भयो टु टु 2.5 आवर लाग्छ पुग्नु अन्त त्यही चाँडोमा 6:30 ढिलोमा 7 यता कुनाम बस्छ कुनाम बस्छ
है हो नि नमस्ते दाई नमस्ते नमस्कार नमस्कार कहाँबाट आउनुभयो हामी पनि घान्द्रुक गाङ लागेको दाई कति टाइम लाग्छ होला 1.5 घन्टा जति लाग्छ 1.5 घन्टा ल त दाई हिजोको तिमीले छोइ छोएन हिजोको तिमीले छोइ छोएन भने चिसो रहेछ ल Banthati Hill, 2,660 meter high. Mansamami. Okay. Kot Dada. Ko jन्छ होला Kot Dada सुनेको छैन हौ. Okay. We are heading to Ghandruk. पुरै जङ्गल जङ्गलमा हामीले तर मान्छेहरू भेटिरहेको छ विच इज गुड बिहान 9 बजेदेखि 4 बजे अब पुग्ने बेला 6-7 बजे सुनसान छ हामीले मात्र अहिले कोही गइसक्यो कोही माथि खाजा खाँदै यात्रा चाहिँ आई थिङ्क यहाँबाट भ्यू चाहिँ दामी देख्छ जस्तो छ लास्ट मिनटमा हामीले रुम पनि पायो धन्न ओ माई गॉड रुम चाहिँ यस्तो छ थ्याङ्क गॉड Oh nice after 11 hours trek होटल पाउन नै एकदम शास्ति भयो है अति नै क्या तर Hotel Old Village Inn हाम्रो रुम चाहिँ त्यहाँ छ चाबी यो भित्र छ ओके यहाँ मान्छेहरू गुरुङ ड्रेस लाएर फोटोसुट हुँदैछ पर हिमाल भइहाल्यो पर भाइरल गुरुङ कटेज त्यहाँ पर त्यता रुम नै पाएन फुल प्याक्ड भएछ तर कसरी भाइरल भयो मलाई पनि थाहा छैन भाइरल गुरुङ कटेज भन्दो रहेछन् मान्छेहरूले यस्तै छ बियो जङ्गलै जङ्गल आयो हिजो त्यो जङ्गल म्याडमको ट्रेकिङ पछिको हिँडाइ यस्तो छ 106 आउनु छ अरे म्याडमलाई लिएर चाहिँ दाइले उसिनेको ढाको रहेछ अब फ्राई अन्डा भनेर नि त ल हिमालसँग कोही कोही ब्रेकफास्ट खाँदैछ बिहान छिटो हुन्छ
कस्तो राम्रो देख्यो त्यो फ्लावर्सहरूले पनि क्या यता हेर त नाइस हिमाल बल्ल खुल्दैछ है दामी कसलाई चिया त मिठो छ हौ Welcome to Talol Village. आमाको बोझ के हो धेरै पुरानो आमाको त हाइट टक्क मिलेको यतै हेर्नु यतिकै हाँसेर यतै हेर्नु त आम्मा मोबाइल भयो फेरि अर्को बोझ चाहिँ अलि छेकियो हिमाल के सोध्नु भयो त्यो दाइले सक्नुहुन्छ त दिदी यस्तो पाराले गोरे पानी ट्रेक
त चाहिँ हेर्नु लायक भएछ नि हिजो 11-12 घन्टा हिँडेर हाम्रो टुरिस्टनीको यस्तो हालत भएको छ ओह्रालो झर्न सकेको छैन नेक्स्ट डे यता हेर त कस्तो फिल भइरहेछ त ए जान लाग्नुभयो तपाईँहरू यतै हो पुरानो गाउँ यतैबाट हो अरे हामी त्यहाँ भाइलाई सोधेर हिँडेको कस्तो फिल भइरहेछ त एकदम गजब गाह्रो गजब कहाँसम्म पुग्ने र बिचरा हेर न ढुङ्गा पो रहेछ के गर्ने हो र त्यसले भाँडा सफा गर्ने मलाई हो के यो अति भए हुन्छ हैन मलाई त कति भयो दिदी हाम्रो लेक साइडको चहल पहल यस्तो छ लाउरेको गीत सुने चाहिँ ऱ्याप यो हो एउटा क्या के अरे लेक साइडको झिलिमिली सहरकी रानी नाम पोखरा भन्ने कता हाम्रो होटल ए म पनि जाने नमस्ते यहीँ रहेछ लाइभ म्युजिक यो चाहिँ हाम्रो होटलको लेक साइड एक्सेस यो लाइट्स चाहिँ all the way लेकमा यस्तो मजाले यो भएको तिमी खतरा देखिरहेछ just stay right there stay right there दामी आइरहेछ वाउ कति लाइट्स वाउ दिनु स्किप गरिदिनु पर्ला जस्तो नेपाली टेस्ट नेपाली टेस्ट
दामी छ उताको यस्तो हुँदैन सुपेल जस्तो हुँदैन उता यस्तो हुँदैन नि त्यो मसला छुट्टै हुन्छ जस्तो छ उनीहरूको त्यो प्याकेजिङ नै छुट्टै छ क्या उता बेच्ने यहाँको पनि यही हो नि It's something else, क्या different क्या खान्छ कहाँ देखेको थियो यसो टाढो देखेको View from hotel. बाहिर हो नि राम्रो देख्छ ब्लेक र के भन्छ आकाश जस्तै देखिरहेको छु है हो के डिफ्रेन्स छ केही डिफ्रेन्स छैन लेक अलिक क्लियर भएको छैन किनले पाम चाहिँ कहाँबाट ल्याएर आयो पाम ट्री एकदमै स्पेसियस स्विमिङ पुल पनि रहेछ गर्नुपर्ने गर्नु सक्ला त सकिन्छ गऱ्यो भने तिमी गर म चाहिँ गर्दैन तिमी मेरो खुट्टा यस्तो भएको मान्छे चाहिँ गर्नु तिमी चाहिँ नगर्नु सक्छ हो म त्यही छेउमा बस्छु नि मेरो कस्ट्युम पनि छैन कस्तो मन ल्याउन नि त त्यहाँबाट ल लेट्स गो फर द ब्रेकफास्ट Say hi. Nice. Up, यहाँ बस. Good boy. Sit. Good boy. ल हात देऊ. अबे के हो नाम यसको दाइ ओरियो अफि त अस्तिकै मेरो त्यो हो यहाँबाट चाहिँ लेक साइड लेक एक्सेस छ होइन त 12 वर्षको चराले खायो चरा होइन त्यो उ क्या के भन्छ त्यो चुच्चो भएको क्या Cheers. Okay. Hello? एकछिन है त एकछिन है खै ल भन कस्तो छ मोमो मटन मोमो त लाइफमै फर्स्ट टाइम एक प्लेट मोमो एक प्लेट चाउमिन के मोमो चाहिँ खाने हो कुन चाहिँ चारवटा पहिला चाउमिन खाऊँ अलिकति अनि है त सेकेन्ड राउन्ड तिम्रो माया
हात बोल्यो भने फ्राई एकदम It's good. दामी हो यार मिठो क्या एकदम थ्याङ्क यू भाइ थ्याङ्क यू खासमा सबभन्दा राम्रो गाउने पूर्णिमाको चुरा झै यात्रा हाम्रो यही टुङ्गेछ सक्यो ब्रोलाई केटीले छोड्दा हो क्या भएन नि यार मैले छोड्ने भनेपछि विकेन्डमा पो बस्नुपर्ने जस्तो छ त हौ ओ खिच्ने अलिअलि तिम्रो फोनबाटै खिच्ने अनि यहाँ भ्यू हेर्नु चाहिँ को आउँछ यहाँ यसरी भ्यू कसले हेर्छ यो सनराइज भ्यू आएर आउँछ कस्तो सनराइज भ्यू छ यहाँ यस्तरी 4:30 बजी उठेर आएको हामी यस्तो छ कहाँ लाग्यो तपाईँ वन जङ्गल अब कता भयो होला नि अस्ति त्यो किन हामीले आगो नै लाग्यो होला क्या राति चाहिँ देख्यो त आगो नै लाग्यो होला क्या नत्र त यतिखेर त खुल्नु पर्ने हो नि गर्दै चैत बैशाखमा त
कुन चाहिँ ग्राउन्ड हो अघि त्यो प्याराग्लाइडिङ ल्यान्ड हुन्छ भनेको नि होइन गर्नु मैले देखाउँछ ध्यान दिनु प्याराग्लाइडिङ देख्यो ए हो आई डोन्ट नो अब ल्यान्ड गरायो ल्यान्ड गरायो ल्यान्ड हो कति त्यो कति अब छेउमा एउटा कस्तो होला अब अन्त कस्तो देख्यो होला क्या यस्तै नि हामी बिहान जाँदा कस्तो देखाएको नभए कस्तो फिल भयो होला भन्नु खोज्दा क्या उहाँले अनि कति उता रहेछ हेऱ्यो छिटेर जाला नि ओके 20 र 21 होइन अहिले पछि दिनुपर्छ होला ल टिभी पनि रहेछ 2x1 बस कम्फी छ है यता हेर त कम्फी छ
यो धुन तिमी पनि सुनान माया पिर्तीको भाकामा केही